र म चाहिँ आज तपाईँहरूलाई जापानमा एकदमै सस्तो के भन्छ त लगभग 100 रुपियाँमा के भन्छ त त्यो देखाउन गएको छु गाइज। मैले चाहिँ यो रेडी बनाइसकेँ, यो जो आफूलाई चाहिने मलाई यतिमै पुग्छ गाइज। फाइनली मेरो अहिलेको दिउँसोको नास्ता रेडी भइसक्यो। पुरो हेलो एभ्रिवान, नमस्ते, गुड इभिनिङ सबैजना, सन्चै हुनुहुन्छ होला। वेलकम ब्याक टु माई न्यू भ्लग। अहिले चाहिँ म नास्ता बनाएर खान लाग्यो र अहिले 4:37 भइसक्यो। 6 बजेदेखि चाहिँ मेरो काम छ, अहिले 4:37 भयो। अनि म चाहिँ स्कुलबाट भर्खर आएर नास्ता बनाएर खान लाग्यो। अनि मैले चाहिँ यहाँ विशेष गरी जापानमा चाहिँ एकदमै सस्तोमा नास्ता के खाने भन्ने कुरा हुन्छ नि त। एकदमै सस्तो नास्ता बनाएर खान लाग्यो। अब कोन्बिनीमा गयो भने एउटा रामेन किन्नलाई 200-300 पर्छ है। त्यो तातो पानी हालेर खायो, त्यो फेरि मिठो पनि होइन। र म चाहिँ आज तपाईँहरूलाई जापानमा एकदमै सस्तो के भन्छ त लगभग 100 रुपियाँमा के भन्छ त त्यो देखाउन गएको छु। सो भिडियो लास्ट हेर्नु होला। फाइनली गाइज यो रहेको छ चाउमिन टाइपको छ। यो चाहिँ यसको प्राइस चाहिँ हो एक पिसको 33 रुपियाँ। यो हेरेर हुन्छ, सस्तो भनेको 33 हो। यो चाहिँ मैले 33 को लिएको थिएँ, यो चाहिँ 33 को। अनि अन्डा भएको 300 को 10 अन्डा म 3वटा बोइल गरिरहेको छु। अनि बाँकी भयो यो ससेज चाहिँ 60 ल्याएको। अब ससेज अर्को किन्नुहुन्छ भने 300 मा बुटाको आउँछ, त्यसमा धेरै हुन्छ, 10-12 पिस हुन्छ, त्यो धेरै दिनुहुन्छ। अनि अर्को छ यहाँ यो निन्जिन, अनि यो चाहिँ क्याप्सिकन। यो निन्जिन र क्याप्सिकनको ठाउँमा चाहिँ गोबी पनि हाल्न सकिन्छ। म गोबी हाल्दै, तर आज चाहिँ यो क्याप्सिकन थियो अनि निन्जिन र यो हाल्न लाग्यो। सो अनि यसमा चाहिँ अलि मिठो बनाउनलाई ससेज, त्यसपछि यो लेमन अमिलो। सो फाइनल गाइस म चाहिँ अब बनाउन गइरहेको छु। भिडियो लास्ट हेर्नु होला, कस्तो भन्छ साथै रहनुहोस् है त। फाइनली गाइस अब म यहाँ काट्न गइरहेको छु। फाइनली म चाहिँ अहिले इटी ससेज प्रयोग गर्छु। लास्ट यो चाहिँ बुटा हो, बुङ्गुरको ससेज। यो चाहिँ साथीले ल्याइदिएको, उनले काम गर्छन् नि त यो ससेजमा, त्यही भएर उनले चाहिँ ल्याइदिएको थिए। गाइज मैले चाहिँ यो रेडी बनाइसकेँ, यो जो आफूलाई चाहिने मलाई यतिमै पुग्छ। अन्डा पनि पाक्दैछ, मैले यो तारेर राखेको छु चाउमिन। यसमा थोरै तेल हालौँ। धेरै भयो, तेल तत्तिसक्यो गाइस। अब पहिले चाहिँ यसमा ससेज, यसमा प्याज भयो भने झनै राम्रो हुन्छ, त्यही भएर म थोरै प्याज एड गर्न लागेको छु। गाजर अनि यो क्याप्सिकम, यसमा चना भयो चाहिँ एकदमै राम्रो हुन्छ। बरु मैले चना भिजाएको थिइनँ, त्यही भएर चना नहालेरै बनाउनु आएको। तपाईँहरूले चना पनि हाल्न सक्नुहुन्छ, एकदम राम्रो हुन्छ। यसमा मैले थोरै बेसार एड गरेँ, किनकि यो अलि कलर आउनलाई। यो चाहिँ चाउमिन अघि मैले बोइल गरेर राखेको। यसमा अब थोरै यो लेमन कागती, अन्डा पनि पुरा फुटेको छ। यो पुरा फुटेर यस्तो पकिसक्यो। यसमा पहिले नै अन्डा फ्राई गरेर हाल्न सकिन्छ, तर मैले चाहिँ यो बोइल गरेर हालेको, किनकि मलाई बोइल अन्डा मनपर्छ। लगभग गाइस फाइनली मेरो अहिलेको दिउँसोको नास्ता रेडी भइसक्यो।
सो फाइनली गाइज मैले चाहिँ मेरो अहिलेको नास्ता रेडी गरिसकेँ। अब हेरौँ यसलाई टेस्ट गरौँ कस्तो छ। वाउ वाउ मैले त्यति धेरै त बिस्कुट चलाउन आउँदैन, त्यही पनि पुरो सुब्बा गाइज। अब म तपाईँलाई बनाउँछु यो कति रुपियाँको बन्यो भने चाहिँ 33 रुपियाँको चाउमिन, यो 200 रुपियाँको ससेस, 200 रुपियाँ भनौँ तर ससेस त धेरै छ। यसरी बनाउँदाखेरि त्यो झन्डै 5 चोटि चाहिँ बन्छ, 5 चोटि हाल्न पुग्छ त्यो ससेस। अनि अन्डा एउटा 300 को 10वटा अन्डा हुन्छ। अब एउटाले कति कति हिसाब गर्नु होला। अनि एउटा निन्जिन एक गाजर चाहिँ 100 रुपियाँको 6वटा गाजर थियो, त्यो मैले एउटा पिसबाट आधा मात्र हालेको। अनि एउटा 150 को यो क्याप्सिकम, त्यसमा चाहिँ 6 पिस थियो, त्यसपछि 1 पिस हालेँ, त्यो हिसाब गर्न सबै। सो फाइनली लगभग 100 को चाहिँ यो अहिलेको नास्ता बनेको छ। जापानमा चाहिँ 100 रुपियाँको यति धेरै खाजा कहिले पाउँदैन। यस्तै खानु पर्यो भने जापानमा कमसेकम 800-900 पर्छ। त्यही भएर बाहिरको कन्भिनियन्समा गएर किनेर खानुभन्दा आफै सामान लिएर बनाएर खाएको चाहिँ एकदम राम्रो। तपाईँहरूले पनि पैसा बचाउनु छ भने कन्भिनियन्सको खाना छोडेर यस्तै सामान किनेर लिएर आफै बनाएर खानुलाई सस्तो पर्छ है। सो गाइस आजको भिडियो कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। अनि बेल आइकन बटनलाई चाहिँ अन गर्नु होला, किनकि मेरो भिडियो हाल्न बित्तिकै तपाईँहरूको सामु आउनेछ। फेरि अर्को भिडियोमा भेटौँला। बाई गाइस।